नमस्ते दर्शकबिन हो। म चाहिँ भर्खर नयाँ भिडियो चलाउँदैछु। पहिलो भिडियो भनौँ न हैन, पहिलो भिडियो हो। म चाहिँ अब युट्युब च्यानलतिर लागेको छु है। म पनि अब दाजुभाजुले भनेपछि मैले पनि भिडियो बनाउन थालेको, सुरु गरेको। अब पहिलो भिडियो हो, अलिक केही गल्ती भयो भने कमेन्टतिर भनिदिनु होला है। आज चाहिँ म फेरि खास नयाँ वर्ष मनाउन हिँडेको है। साथीहरू भन्दा पनि काकाहरू अघि नै अगाडि गयो है, पर गर्दै होला काम। म चाहिँ भर्खर जाँदैछु। आजको यसो रमाइलोहरू तपाईँहरूलाई देखाउनलाई मैले यसो भिडियो बनाएको मात्र हो। अब हेरौँ न हामी कति रमाइलो हुन्छ है, हेर्नु सक्नुहुन्छ। अब फर्स्टचोटि भिडियो बनाएको अलिक अप्ठ्यारो भइरहेको छ, तर पनि मनदरो बनाइरहेको छु है। एक्लै छु तर पनि किन डर लागिरहेको छ मलाई थाहा छैन, तर पनि यसो भिडियो बनाउँदैछु। अब देख्नुहुन्छ यहाँ रोडमा म एक्लै छु, एक्लै हिँड्दैछु है। र अगाडि पछाडि कोही छैन, एक्लै छु, त्यही भएर एक्लैमा बनाएको। अब थाल्नु पऱ्यो नि त, यसो भाइरल हुन्छ कि भन्ने है, देख्दै हुन्छ। अब बिस्तारो बिस्तारो मेरो अर्को पनि भिडियो आउनुहुन्छ। साथीहरू नभएर म चाहिँ एक्लै है, गाउँको अलिक एकान्त ठाउँमा घर भएर पनि होला म एक्लै छु है। छन् चाहिँ साथीहरू पनि छन्, तर साथीहरू नयाँ ठाउँ यसो अन्तै केटाहरूसँग मिलेर गयो। म चाहिँ यसो काकाहरूसँग, यसपालि चाहिँ काकाहरूसँग रमाइलो गर्नको लागि, काकाहरूसँगै इन्जोय गर्नको लागि काकाहरूसँग म पिकनिक जस्तै भनौँ न। यसो गाउँ टोल यसो छिमेकी मिलेर हामीले पार्टी राखेको छौँ है। हाम्रो पनि इन्भाइट आइरहेको थियो र त्यही भएर गएको हुँ। अब हेरौँ न, मासु सासु पोल्छ अरे, खानुपर्छ दर्व। मेरो च्यानलको नाम तपाईँहरूलाई थाहा छैन होला फेरि होइन। मेरो च्यानलको युट्युब च्यानलको नाम चाहिँ एक्लो कान्छा छ है। अनि म चाहिँ यहाँ पार्टीको अलिक नजिक आइसक्यो। हाम्रो पार्टी यहाँ पर छ, अहिले यहाँ अलिअलि देखिन्छ, यहाँ पर छ है। यहाँ रुखले छिलिरहेको छ पर, मैले चाहिँ देखिरहेको छु। जस्ट अहिले तपाईँहरूलाई म देखाइहाल्छु नि। अलिक म बोल्दाखेरि सास आइरहेको छ होला, स्या गरेको। अनि अलिक बाटो पनि टाढो भएर हो, पर स्या भइरहेछ। पर काम मस्त मासु पोलिरहेछ जस्तो छ है त गाइस। आज चाहिँ भक्कु खानुपर्ने हुन्छ मैले है। पसिना पनि आइरहेछ क्या, घाम बेसीमाटि लागिरहेछ क्या, त्यही भएर। उफ, बहुत गर्मी है, गरम हो गई। फाइनली पुगिसक्यौँ है। अनि यहाँ पार्टी पनि स्टार्ट रहेछ, खाने बेला आइपुगेको छु म। अनि यहाँ हेर्नुहुन्छ हामी धेरै छौँ, यो चाहिँ छिमेकी पार्टी हो। यहाँ बाँड्दैछ। यतिको चाहिँ के मात्र 50? 850? अरूलाई 1000 हो भने तपाईँलाई 850 हो। खोइ बाँड्नु यो त 2000%। ल भ्लगै बनाएको हो त। ए चतुरे, फोन एकछिन राख त, यहाँ एकछिन यसो देखा त। छोड एकछिन राख्नु, यसलाई देन यहाँ यसो वरिपरि सारे। म जान्दिनँ नि। अमलाले नछेक बस भइगयो नि। अहिले तान्सके कसरी हो? यता केटाहरू दुईजना सुरुबाट
तान्जो यो खिच्दे त नछेल्ने फेरि कसको हो यो टाइमिङ चाहिँ खोइ मगन यहाँ बस दुई तीनचोटि दोहोऱ्याइसकिसक्यो देख्नु सक्नुहुन्छ दर्शकबिनहरू यहाँ चाहिँ हाम्रो के अरे छिमेकी पार्टी नयाँ वर्ष है ठ्याक्कै यही अनुसार छिरा बोल्नु पनि के बोल्नु भाउ छ हाम्रो हाँसो कि हेरिरहेको क्या सानो रहेछ त मटी नै खान्छ होला सानो त रक्सी खाने मान्छेले बियर के खान्छ कि दिनु युट्युब खै के हो कि यसलाई मात्र पाँच एउटा आउँछ के मलाई व्यापारी देखेको छ हो सही देखिरहेछ त्यो शीतलमा राख्नु नयाँ वर्ष गाइस ल यता दाजु हो सिधा बस्ने अनि यता उम्बी अनि यता रोमन है अनि बियर खाँदैछौँ हामी मेरो लामो रोमन यहाँ हेरे गोर्खा स्ट्रङ केही भन्न चाहनुहुन्छ तपाईँहरू म भन्न चाहन्छु दर्शकबिन 2081-82 मा अनि गइसक्यो आज त अब रात परिसक्यो 12 कटिसक्यो 1 वर्ष अनि 82 त भर्खर सुरु हुँदैछ त हामीले पगार खाएर उता नाप्दैछ हैन ओइ त्यो भुँडीमा दिएर मुखमा निकाल्दै दिउँ न सिनिक्कै दिउँ न सबैको बिस्कुट लडाइतिर बिजा गरेछ आँखा रातो भएछ यो केटाको चस्मा लाएर
हात कामी हो। हेलो दर्शकबिन, हामी फेरि पुनः प्रस्तुत भइसकेको छौँ। हामी दुईजनाको गर्लफ्रेन्ड हेर्न आएको है। यता यहाँ अगाडि चाहिँ आत्ति अगाडि जाँदैछ, हामी चाहिँ पछाडि। हामी त पछाडि हो। खोइ यसको बाटो देखे जस्तो चाहिँ यसले यसको चिन्यो जस्तो छ है ठाउँ। तेरो चाहिँ कुन बाटो हो नि कुन बाटो हेर है। यहाँ हामी चाहिँ रङ्गशालामा छौँ है। अब यस्तै हो है। हामी च्यान जतिकै छ त केटाहरूले बाटो देख्यो। केटाहरू त घुम्नु थाल्यो त ऊ त झिर्यो त। ल हामी उता जाउँ। तँरमा मात्रै रहेछन् केटा कता हो नला जानु मुला बाटो हेर्दैन। त्यही त। ल केटा खोजै केटाहरूलाई भक्कु कुट्न भनेर चाहिँ म चाहिँ फेरि खिल्ली नि आफ्नो बाटो तताउने हो। ओइ खोजै ए बाटो खोज हेर केटा। दोकान पो खोज भने त हामीले त। हिँड ऊ त छिर हामी यता जान्छौँ। ल केटा चाहिँ जाउँ न यतै। यो केटाहरूले त पिटाइ चाहिँ नखुवा होइन। कुरा त्यही होइन भन्नु मेरो त्यही हो। हामीलाई त बिर्स्यो त यिनीहरूले त। ल केटा ठिक छ। हामी पनि बिर्सिन्छौँ एकछिन हाम्रो पनि पालो होला। अहिले साइकलमा केटाहरू भाग्यो त केटाहरू त। केटाहरूको जे होस् फेरि घुम्दैछ यो त। कोसिस चाहिँ राम्रै थियो केटाहरूले पार गरेर। खोज हामी चाहिँ चल्दिउँ। जा हामी पर्खिन्छौँ के। जाउँ न। आफ्नो मायालुलाई भेट्नु त। त्यहाँसम्म म भिडियो हेरिदिनु भएकोमा फेरि पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।